नमस्कार सबैजनालाई मेरो तर्फबाट र आज चाहिँ म हाम्रो यो काम गर्ने ठाउँमा लाँदैछु। यो मोटरहरू कति ठुलो छ, मोटरहरू कति टनको होला, यो कसरी बनायो होला क्या, यो यिनीहरूले कसरी डिजाइन गर्यो होला होइन। यहाँभित्र हेर्नु त कस्तो कस्तो सामानहरू छ कि यहाँ कहिले नदेखेको। हामी चाहिँ काम गर्ने ठाउँतिर जाँदैछौँ, यहाँ लिफ्टमा चढ्यौँ होइन, लिफ्टबाट बाद जान्छौँ। यस्तो छ, यहाँ चाहिँ एकदमै तातो हुन्छ क्या, यो पाइपहरू छुयो भने कि यहाँ यस्तो तातो हुन्छ नि यो ठाउँ। र यसमा चाहिँ हामी माथि जाँदैछौँ क्या, लिफ्टबाट आयौँ माथि जायौँ अनि यो दायाँ बायाँ चाहिँ एकदम तातो पाइप हुन्छ है, यहाँबाट चाहिँ जाँदैछौँ। र माथिबाट चाहिँ हेर्दा चाहिँ यस्तो हुन्छ, यस्तो देखिन्छ कि बाहिर पछाडि समुद्र छ। फेरि त हामी काम गर्ने ठाउँमा यो पम्प भन्छ होइन, यो पम्पहरू यहाँ चाहिँ ठुल्ठुलो यो पानी रोक्ने खोल्ने ठाउँ छ क्या, ठुलो ठुलो छ क्या पाइपहरू। हेर्नु यो हरियो देखिएको सबै पाइप चाहिँ यो पानीको पाइप हो क्या, त्यो कत्रो कत्रो छ कि मोटर लगाएर त खोल्ने मार्ने पनि मोटर लगाएको हुन्छ क्या। यहाँ चाहिँ अप भन्छ होइन, अप त्यो चाहिँ यहाँ चाहिँ त्यसो भन्छ, सायद सबैतिर भन्छ होला। त्यो चाहिँ बिग्रेको थियो त हामीले बनाउँदैछौँ, हाम्रो कम्पनीले बनाउँदैछ होइन, यस्तै चाहिँ। अनि यहाँनिर चाहिँ हाम्रो कम्पनीको चाहिँ टुल बक्सहरू छ र यी सबै यो पानीको पाइपहरू यो हरियो जति है। अनि यहाँनिर चाहिँ हामी चाहिँ काम गर्दैछौँ थोरै अगाडि। यस्तै चाहिँ पाइपहरू मोटरहरू सबै एल्बोहरू चाहिँ कस्तो कस्तो तरिकाले लागेको छ कि यहाँ है। यहाँ हेर्नु कामहरू, यहाँ मोटरहरू हेर्नु कत्रो कत्रो चाहिँ यता साइडको टुल बक्स हाम्रो है। अनि यस्तै छ कि काम त एकदम गर्मी हुन्छ, यहाँभित्र चाहिँ एकदमै गर्मी छ। यहाँ एउटा चाहिँ यो हामीले लगाएको यो हामीले बनाए यो चाहिँ अब हाल्नै बाँकी छ, यो बनाउनु लगेको छ, यो ल्याएपछि हामीले हाल्नुपर्ने यहाँ चाहिँ। त्यसपछि फेरि अब यहाँ चाहिँ गियर बक्समै फेरेको छ होइन, गियर बक्स चाहिँ हामीले हालेको। यो पनि यो रातो देखिएछ नि, यो रातो कलर गरेको यो हामीले नै बनाएको, हामीले नै फेरे हो यो गियर बक्सहरू। अब यता फेरि अस्ति हिजो मैले हालेको थिएँ त्यो भिडियोमा होइन, त्यो कोइलाहरू भित्र ल्याएर यहीँ पिस्छ कि यो कोइलाहरू चाहिँ हेर्नु त यो यसले पिस्छ, यो गोलो गोलो चक्का जस्तो छ नि उहाँहरू त्यहीँभित्र हाल्छ। यो अहिले चाहिँ बिग्रिरहेको छ, खोलिरहेको छ, त्यही बनाउँदैछौँ होइन। यस्तै चाहिँ यसैले हो के भन्छ अरे कोइला पिस्ने, अनि पिसेर पठाउँछ अनि करेन्ट निकाल्छ क्या भित्र। हस्, हेरेर साथ दिनुभएको धन्यवाद। हजुरलाई सबैलाई फेरि नमस्कार भन्दै आजलाई यही बिदा हुन्छु। फेरि पनि मन पराइदिनु भयो भने फेरि यस्तै यो समुद्रमाथिको चाहिँ काम गरेको मैले भिडियो हाल्नेछु, कृपया कमेन्ट गरिदिनु होला हजुरहरूले है। यो मेसिनको बारेमा फेरि यस्तै भिडियो बनाउने छु, कमेन्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनुहोस्, धन्यवाद।